आज लगानी बोर्डको 62औं बैठक सम्पन्न भएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा चाहिँ आजको बैठकमा हाम्रो विभिन्न चाहिँ 26वटा चाहिँ विषयहरू थिए, कार्यसूची थियो। त्यसमा हामीले करिब 7वटा कार्यसूचीहरू चाहिँ हामीले सम्पन्न गरेका छौँ। त्यसमा एउटा महत्त्वपूर्ण चाहिँ पार्ट भनेको लगानी बोर्डमा लामो समयदेखि विभिन्न आयोजनाहरूको चाहिँ त्यहाँ सूचीकृत रहेको थियो। त्यसलाई प्राथमिकीकरण गर्ने र कुन आयोजना पहिला गर्ने, कुन आयोजनालाई चाहिँ दोस्रो चरणमा लिएर जाने भन्ने खालको विषयमा चाहिँ हामीले निर्णय गरेका छौँ। एउटा निर्णय। दोस्रो निर्णय चाहिँ हाम्रा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र निकायहरू, त्यसको साथसाथै हाम्रो चाहिँ प्रदेश सरकार, स्थानीय तहमा समेत पनि विभिन्न आयोजनाहरू चाहिँ हाम्रो सञ्चालन हुने। त्यो सञ्चालन हुने आयोजनाहरूमध्ये कुन कुन आयोजनाहरूलाई सार्वजनिक निजी साझेदारी मार्फत लैजाने, कुन कुन आयोजनामा निजी क्षेत्रको लगानी परिचालन गर्ने र कुन कुन आयोजनाहरू सरकारको लगानीबाट अगाडि बढाउने, यस्तो खालको विषयमा चाहिँ एउटा चाहिँ धारणा बनाउनुपर्छ, आयोजनाको प्राथमिकीकरण गर्नुपर्छ र चाहिँ त्यो अनुसार चाहिँ हामीले चाहिँ आयोजनाहरूको तयारी गर्ने, आयोजना ब्याङ्क तयारी गर्ने यो काम गर्नुपर्छ भन्ने आज चाहिँ त्यो खालको दृष्टिकोण पारित भएको छ। र त्यसको निम्ति चाहिँ लगानी बोर्डका उपाध्यक्ष एवं चाहिँ माननीय अर्थमन्त्रीको अध्यक्षतामा एउटा चाहिँ आयोजनाहरूको प्राथमिकीकरण गर्ने र सूची तयारी गर्ने सम्बन्धी एउटा चाहिँ प्रस्ताव पारित भएको छ। त्यस्तै गरेर चाहिँ यो लामो समयदेखि अल्झेर रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजना, त्यो आयोजनालाई चाहिँ अगाडि बढाउने सन्दर्भमा चाहिँ हामीले अहिले चाहिँ कानुनी राय मान्यता कार्यालयको लिएर अगाडि बढाउने सम्बन्धमा पनि निर्णय भएको छ। र त्यस्तै गरेर चाहिँ हाम्रो अहिले बजेट वक्तव्यमा चाहिँ आउने सरकारले प्राथमिकता राख्नुपर्ने निजी क्षेत्रको लगानी परिचालनको निम्ति चाहिँ ध्यान दिनुपर्ने विषयहरूमा पनि हामीले केही निर्णयहरू गरेका छौँ र त्यसको एउटा दृष्टिकोणहरू बनाएका छौँ। त्यसको निम्ति सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐनलाई एकीकृत गरेर चाहिँ अझै यसलाई चाहिँ राम्रोसँग चाहिँ त्यसलाई अगाडि बढाउने, त्यसको साथसाथै सार्वजनिक निजी साझेदारी सम्बन्धी खरिद प्रक्रियालाई पारदर्शी र त्यसलाई चाहिँ स्पष्ट बनाएर चाहिँ लैजाने खालको कुराको निम्ति निर्देशिकाहरू तयारी गर्ने चाहिँ त्यो लगायतका चाहिँ विषयहरूमा पनि हामीले चाहिँ निर्णय गरेका छौँ। र लगानी बोर्ड मार्फत चाहिँ आगामी आर्थिक वर्षमा चाहिँ आयोजनाहरू कुन कुन आयोजना कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा पनि हामीले त्यसमा छलफल गरेका छौँ र त्यो अनुसार चाहिँ निर्णय भएको छ। र यसमा बाँकी रहेका विषयहरूमा कार्यसूचीहरूलाई हामी आगामी छिट्टै बस्ने आगामी बोर्ड बैठकमा पेश गर्नेछौँ र त्यसपछि निर्णय लिनेछौँ। आयोजना 7वटा होइन, विभिन्न एजेन्डाहरू 7वटा हो। आयोजनाहरू त हामीसँग चाहिँ करिब 94वटा आयोजनाहरू छन्। त्यो आयोजनाहरूमध्ये हाम्रो व्यावसायिक योजनाको हिसाबले चाहिँ हामी आउने चाहिँ तपाईँको 4 वर्षभित्रमा करिब चाहिँ 20 खरब रुपैयाँ चाहिँ भनेको 2000 अरब बराबरको रुपैयाँ बराबरका आयोजनाहरूको सम्झौता गरेर चाहिँ कानुन गर्ने हामीले सोच बनाएका छौँ। त्यस अनुसारका आयोजनाहरूमा योभन्दा अगाडि विशेष गरेर हामीहरूले चाहिँ यो ऊर्जा क्षेत्रसँग सम्बन्धित आयोजनाहरू धेरै थियो। अब हामी ऊर्जामा मात्रै होइन, चाहिँ उत्पादन मात्रै होइन, त्यसको चाहिँ प्रसारण लाइनको कुराको हिसाबले चाहिँ वितरण प्रणालीलाई सुदृढ गर्ने हिसाबले पनि निजी क्षेत्रको लगानीलाई परिचालन गरेर वा सार्वजनिक निजी साझेदारीको चाहिँ अवधारणा अनुसार अगाडि जान सकिन्छ भन्ने एउटा दृष्टिकोण अगाडि सारेका छौँ। त्यही अनुसारको योजना खाएका छ। त्यस्तै गरेर पर्यटनको क्षेत्रहरूमा जस्तो हाम्रो मुक्तिनाथ केबल कार चाहिँ छ, त्यो केबल कारलाई चाहिँ हामीले चाहिँ पोखराको बिरेठाँटीबाट चाहिँ मुक्तिनाथसम्म चाहिँ लैजाने गरेर त्यो आयोजना चाहिँ हामीले अगाडि बढाइराखेका छौँ। त्यसको बारेमा पनि हामी चाँडै छलफल गर्दैछौँ। विभिन्न खालका चाहिँ अरू पूर्वाधारका आयोजनाहरू, सडक होला, रेलवे होला, यस्ता खालका आयोजनाहरूलाई पनि हामी चाहिँ अब चाहिँ त्यसलाई कमर्सियल चाहिँ प्याकेज र पूर्वाधारलाई चाहिँ एकै ठाउँ चाहिँ लिएर गएर जस्तै अरू विभिन्न मुलुकहरूले एउटा मोडेल गरेका छन्, त्यो मोडेल अनुसार हामीले लैजान पर्छ भनेर यस्ता खालका आयोजनाहरू पनि अगाडि बढेका छन्। त्यस्तै गरेर चाहिँ हाम्रो सूचना प्रविधिको पार्कहरू चाहिँ वा चाहिँ हाम्रो उत्पादन गर्दाखेरि ऊर्जाको उत्पादनमा हाम्रो चाहिँ सोलर पावरहरूको चाहिँ तपाईँको प्लान्टहरू राखेर चाहिँ अहिलेको तत्कालको ऊर्जाको जुन खालको आवश्यकता छ ड्राई सिजनलाई त्यसलाई लैजाने, यस्ता खालका आयोजनाहरूलाई प्राथमिकता दिएर हामीले अगाडि बढाइराखेका छौँ।